आजको यात्रा मेरो पेनाङसम्म हुने भएको कारणले म रेडी भएर गाडीमा बसिसकेको छु। बाटोमा केही रमणीय कुराहरू देखाउँदै हिँडिरहेको थिएँ। बाटो पनि कति राम्रो रहेछ होइन। अनि गाडीमा म एक्लै थिएँ। म चाहिँ बोल्ने साथी पनि थिएन, एक्लै थिएँ। अनि म चाहिँ त्यहाँदेखि गाडीमा गइरहेको थिएँ। कति राम्रो ठाउँ लाग्यो त्यता, एकदम रमणीय रहेछ वरपर हेर्दाखेरि पनि। बाटो पनि कति राम्रो के, हाम्रो नेपालको भन्दा फरक रहेछ। अनि म चाहिँ त्यहाँदेखि ट्रेन स्टेसन जानु थियो। ट्रेन स्टेसनमा जानको लागि चाहिँ म लबलब आइपुगेको थिएँ। ट्रेन जाँदो रहेछ 8:54 मा। म चाहिँ अलिक छिटो गएँ अनि म चाहिँ टिकट काटेर वेटिङ रुममा गएर बसिरहेको थिएँ। फाइनली म पनि वेटिङ रुममा बसेँ। साथीहरू टन्नै हुनुहुन्थ्यो त्यता। अनि एकछिन बसेर मोबाइल हेरिरहेको थिएँ। अनि ट्रेन जाने टाइम भयो र म तल ओर्लिएँ ट्रेन लाग्ने ठाउँमा। र धेरै मान्छेहरू हुनुहुन्थ्यो ट्रेनबाट जाने, यात्रा गर्ने। अनि हामी जाने चाहिँ यो बाटो है, यो लाइन, ट्रेन जाने यो लाइन हो। म चाहिँ अड्डिरहेको थिएँ। उताबाट ट्रेन चाहिँ आयो। अब जानको लागि ट्रेन आयो, जानलाई हामी रेडी छौँ होइन। अनि एकदमै रमाइलो, एक्साइटेड पनि लागेको थियो। अनि ट्रेनभित्र सिट पाइन्छ कि पाइँदैन भन्ने चाहिँ आतुर थियो, किनकि सन्डेको दिन धेरै पाइँदैन। यहाँनिर चाहिँ सिट रहेछ। म चाहिँ सिट पाएँ। त्यहाँ गएर चाहिँ सिटमा झ्याम्म बसिदिएँ है। अनि मान्छेहरू धेरै हुनुहुन्थ्यो यता उतातिर, धेरै मान्छेहरू उभिएर पनि बस्नु भएको थियो, किनकि सिट पाइएन है। सिट नपाइएको खण्डमा चाहिँ उभिएर नै